आज हाम्रो चाहिँ न्यू चार्लीपुरमा एउटा प्रगतिशील गायक, दुखी गरिबका गायक, जनताका गायक, जाने माने फेमस प्रगतिशील क्रान्तिकारी गायक जीवन शर्माजी यहाँ आउनुभएको छ। अनि त्यस्तै उहाँ चाहिँ यो अखिल भारत नेपाली एकता मञ्चको 9औं महाधिवेशनको सम्मेलनको निमन्त्रणालाई स्वीकार गरेर यहाँ आउनुभएको र हाम्रो आज चार्लीपुरमा उहाँलाई खाना खुवाउनको लागि हाम्रो डाक्टर घनश्याम शर्माज्यूले एउटा चाहिँ पहल गर्नुभएको छ र उहाँलाई चाहिँ खाना खुवाउन पाउँदाखेरि हामी धेरै खुसी छौँ। अनि अखिल भारत नेपाली एकता समाजका संस्थापक सदस्य राजु नेपालीजी, उहाँले नाम सुनेको थिएँ, राजु नेपालीजीलाई पनि मैले याद गरेँ, नमस्कार। उहाँलाई पनि हामीले चाहिँ खाना खुवाउने मौका पाइयो, राजु नेपाली संस्थापक सदस्य। र अनि हाम्रो यहाँ चाहिँ रोपरदेखि रामबहादुरजी अनि उहाँ हाम्रो अखिल भारत नेपाली एकता मञ्चको केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँ पनि यहाँ आज हाम्रो न्यू चार्लीपुरमा आएर खाना खानुभएको छ। र धेरै हाम्रो घनश्याम समाजसेवी डाक्टर